नमस्कार सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ दुबईमा धमाका हुनेवाला छ हैन। दुबईमै पहिलोचोटि नेपाल फेस्टिभल 2025 आज किरिक पार्कमा हुँदैछ। म पनि त्यही नेपाल फेस्टिभल हेर्नको लागि किरिक पार्क जाँदैछु। कस्तो हुन्छ त धमाका हैन, कस्तो हुन्छ त नेपाल फेस्टिभल पहिलोचोटि कस्तो मनाइदिन्छ त है। अब म यहाँबाट अहिले इन्टरनेसनल सिटी छु, यहाँबाट टक्क म बस चढेर अब किरिक पार्क जान्छु। बाहिरको मौसम चाहिँ यस्तो छ है, अब कतिको गर्मी छ के छ म तपाईँहरूलाई देखाउँदै जाने। अब यो बस स्टपमा आइसकेको छौँ, यहाँबाट हामी टक्क लाएर बस चढेर चाहिँ जानेछौँ। यो हाम्रो जम्बोटले यता हेर। हेलो, कहाँ हिँडेको? खै एकजना अलि यता आउनु न, यहाँ बिचमा तपाईँ जा यता। छेकियो क्या तपाईँ? कहाँ हिँडेको रे? कसलाई हेर्न? कसको फ्यान हो तपाईँहरू? दुर्गेश थापाको? मेरो फ्यान रे है गाइस। म पनि खतरा भाइरल मान्छे हो नि त। अब फाइनली हामी बसबाट झरिसकेको छौँ होइन। त्यहाँनिर बस स्टप थियो, त्यहाँबाट झऱ्यौँ। अब यहाँबाट हामी यतातिर हिँड्दै हिँड्दै जान्छौँ है। रोड अब खासै गर्मी त छैन, ठिकै गर्मी छ, त्यस्तो पनि छैन, अलिअलि हावा चलिरहेको अवस्था छ। अब हेरौँ त्यहाँनिर कस्तो हुन्छ। फाइनल्ली हामी रोड हिँड्दैछौँ। अहिले 2 बज्नु लाग्यो। उहाँ चाहिँ मेरो भाउजू है, मेरो बुढी चाहिँ यता छ। यो चाहिँ बुढी, यो चाहिँ यो चाहिँ होइन, अरू चाहिँ होइन। अरू चाहिँ दिदीबहिनी हुन्छ है, एउटा मात्रै बुढी हो। अनि हामी अब नेपाली फेस्टिभल जाँदैछौँ। नेपाल फेस्टिभल हो कि नेपाली फेस्टिभल हो, अब हेरौँ। नेपालको कला संस्कृतिको पहिचान प्रवर्धन तथा के भन्छ त्यो रिप्रेजेन्ट गर्ने के गर्ने कस्तो किसिमको छ, अब म तपाईँहरूलाई देखाउँछु है। किप वाचिङ माई ब्लग है, लास्टसम्म हेर्नु होला। आज के हुन्छ, कस्तो हुन्छ, म सब कुरा तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म यहाँ आइसकेको अवस्था छौँ है। यहाँ देख्न सक्नुहुन्छ लास्ट बाहिरदेखि नेपालीहरूको अलि धेरै नै भिड छ। यसरी यहीँदेखिबाट सुरुवात हुँदैछ। माहौल तातिरहेको अवस्था छ होइन। वरिपरि टन्नै जानको चाप छ। जस्तै पहिला बर्दुबेमा हुन्थ्यो, आज यो हप्ता किरिक पार्क नेपालीहरूले भरिनेवाला छ। दिदीले चाहिँ होइन कस्तो छ भने आज मलाई स्पेसली हायरिङ गर्नुभएको छाता उडान मेरो आज उहाँलाई एनी हाउ घामबाट सेभ गर्ने हो। मैले भनेको होइन 3 इन्चीको मेकअप लाउनु भएको छ, राति उत्रे पनि त्यही मेकअप डर्ने हो। अब घामले डढे पनि त्यही मेकअप त डर्ने हो। उनीहरू तर फेरि डर्न लागेको कन्टेन्ट पनि छैन। तर म आज उहाँको के अरे थम्मन सिंहको बुढी लग्यो है हेर्ने। थम्मन दाइ हेर्नु, आज छाता उडाइ फकाउने निर्णय गरेको छु मैले। अनि त्यही भएर फेरि यो सानो मान्छेलाई छाता उडाउनु फेरि के साह्रो गाह्रो हुँदैछ। अब माथि उड्दा मलाई भेटिन्छ, अब तल उड्दा उहाँले भेट्नुहुन्न। फेरि यसो गरेर उड्नुपर्छ, यता फेरि मैले भेटिदिने गाह्रो छ। आम्बो आउनु त आयो। यहाँ त के साह्रो पो लाइन रहेछ हौ। यहाँ त हेर्नु त लाइन कहाँ टुँडासम्म छ। आठो मासाला सब भित्र छिर्नुको लागि लाइन है। यति भिड छ कि यति भिड छ है। यहाँतिर कस्तो भने टिकट काट्नलाई एकदम गाह्रो छ है। कस्तो भने अब यहाँ अलिकति व्यवस्थित देखिएन, यहाँनिर यस्तो भयो है गाइस। एकदम गाह्रो अवस्थामा अलिकति व्यवस्थित तरिकाले देखिएन। यहाँ चाहिँ सहरको एकदम दुःख पाएको छन् मान्छेहरू। यो घाममा टन्टापुरे घाममा यत्रो धेरै बस्नु परेको छ लाइनमा। 1.5-2 घन्टा लाइनमा टन्टापुरे घाममा यस्तो ठाडो घाममा बस्नु परेको अवस्था छ होइन। अनि त्यही भएर अलिकति व्यवस्थित चाहिँ भएन। कृपया यो भिडियो हेरेर अर्कोचोटि व्यवस्थित गर्नु होला। कस्तो छ कि मान्छेहरू बाहिर यति धेरै छ है। यति धेरै मान्छेहरू कति रहेछ त हेर्नु त। यस्तो व्यापक रूपमा स्टुलहरू लगाएको छ है। यतातिर नेपालको कुनै महोत्सव भन्दा कम्ती छैन है। यस्तो छ मान्छे कति पर छ, कति पर। यसपालि म एक्लै आया गरिदिनु क्षमा। न सङ्गीतको सीमा हुन्छ, न भाषाको सीमा, न भाषाको सीमा। देउडा मात्रै गाउँछ भने नरिसाउनु मैसँग। नाच छाइरो छम्म छम्म, नाच छाइरो छम्म छम्म, नाच
यति धेरै छ कि लाग्छ भएको जति नेपालीहरू जब सबै यही के अरे फेस्टिभल हेर्न आएछन् कि जस्तो लाग्छ। जता हेऱ्यो पनि नेपाली, जता हेऱ्यो यता हेऱ्यो पनि नेपाली हो आज होइन। यो नेपालको कुनै मेला महोत्सव भन्दा कम छैन होइन। शीतल मालदी धेरै छन् है। लाउने ताल भइरहेछ। एउटा आइसक्रिम चुसौँ भनेको मासाला 5 दरम भनेर आइसक्रिमको 5 दरम यति महँगो है। लुट्ने बेला यही हो भनेर लुटेका छन् यहाँ। देख्न सक्नुहुन्छ मान्छेहरू अब जति राति अब जति बेलुका भइरहेको छ। सायद आई थिङ्क बेलुकासम्म त यो पुरै ग्राउन्ड पनि भरिन्छ। हामी चाहिँ यत्रो अब 6-7 बजीसम्म बस्यो है। थाक्यो पनि होइन। आमा त भिड टाउको दुखेर हामी त अन्तिमसम्म कसैको पर्फर्मेन्स हेर्न पाएन। म त फर्किँदै गरेको अवस्था है। माहौल